भोक लागेर फ्रिज खोलेर हेरेको त फ्रिज तलदेखि माथिसम्म खाली रहेछ। त्यही बेलामा चाहिँ मैले फ्रिजको छतमा भने पानीपुरीको बट्टा भेटाएँ। त्यही भेटाएर लिएर जाँदै थिएँ। बहिनीले फेरि मलाई तर म पानीपुरी च्यालेन्ज गरौँ भनेर भन्छे। मसँग सक्दिनस् तैँले हार्छस् मात्र के भनेको थिएँ। बहिनी त पानीपुरी च्यालेन्ज गर्नको लागि आलु उसिन्नको लागि आलु लिएर आलु पनि बसाली। अब च्यालेन्ज त मैले पनि गर्ने हो भनेर मैले चाहिँ बारीमा गएर धनिया टिपेर ल्याएर काट्दै। त्यति बेलासम्म हाम्रो आलु पनि पाकिसकेको छ अनि मैले चाहिँ बहिनीलाई पानीपुरी फुलाउने काम जिम्मा दिएर आफू चाहिँ आलु तास्नतिर लागेँ। एकछिनपछि मैले सबै आलु पनि तासिसकेँ भने बहिनीले चाहिँ सबै पानीपुरी पनि फुलाइसकिछे। अनि मैले चाहिँ त आलु मुछेर पानीपुरीको किमा बनाएँ भने बहिनीलाई चाहिँ पानीपुरीको झोल बनाउन दिएँ। सबै कुराहरू ठिक पारिसकेपछि दुईटा थालमा 10-10वटा पानीपुरी हालेँ। त्यसपछि मैले चाहिँ बहिनीलाई च्यालेन्ज गर्नको लागि बाहिर कुर्ची मिला भनेर पठाएँ। भित्र भने चाहिँ मैले आफ्नो भागको सबै ठुल्ठुलो पानीपुरी त्यसको भागमा र त्यसको भागको सबै सानो पानीपुरी मेरो भागमा हालेँ। त्यसपछि बहिनीले यता कुर्ची पनि मिलाइसकेछ अनि मैले आफ्नो प्लान अनुसार पानीपुरी पनि राखेँ। च्यालेन्ज स्टार्ट हुने बेला चाहिँ बहिनीले प्राइज के राख्ने भनेर सोधेँ अनि मैले चाहिँ जसले हार्छ त्यसले भाडा धस्कनुपर्छ भनेर हामीले च्यालेन्ज पनि स्टार्ट गर्यौँ। मेरो भागको पानीपुरी चाहिँ सबै सानो थियो, त्यही भएर मैले चाँचो खाएर च्यालेन्ज मैले नै जितेँ। अनि बहिनीले भने चाहिँ यता भाडामा